सोच्नुस् त कुनै एउटा जिल्लालाई पुरै देशकै लागि एउटा मोडल बनाउने योजना कस्तो होला। आज हामी यस्तै एउटा खाका हेर्दैछौं, रूपन्देहीको भविष्यका लागि कोरिएको। र यो केवल चुनावमा गरिने वाचाहरूको लिस्ट मात्रै होइन है, यो त एउटा सिङ्गो क्षेत्रलाई नै काया पलट गर्ने प्रतिबद्धता हो। यो प्रतिबद्धता पत्रको पहिलो वाक्यले नै एकदमै ठूलो कुरा गर्छ। यहाँ सामान्य सुधारको कुरा छैन, बरु रूपन्देहीलाई विकासको दौडमा देशकै अग्रणी र नमूना बनाउने लक्ष्य छ। यो निकै ठूलो दावी हो जसले पूरै योजनाको टोन सेट गरिदिन्छ। यो ठूलो सपनालाई साकार पार्न 4वटा मुख्य पिलरहरूमा अड्याइएको छ। पहिलो मानवीय पुँजी, अनि आर्थिक इन्जिन, त्यसपछि आधुनिक पूर्वाधार र अन्त्यमा सुशासन। अब आउनुहोस् एक एक गरेर हेरौं यी हरेक पिलरले रूपन्देहीको भविष्यलाई कसरी आकार दिन्छन्। ल सुरु गरौं समग्र दृष्टिकोणबाट। यहाँ लक्ष्य बनेको खाली सानोतिनो स्थानीय सुधार गर्ने मात्र होइन, रूपन्देहीलाई विकासको मामिलामा एउटा राष्ट्रिय स्तरकै मोडल बनाउने हो। अब यो योजनाको सबैभन्दा बलियो पक्ष भनेको यसको समन्वय हो। मतलब यसले पुल र कारखाना बनाउने कुरालाई शिक्षा र सामाजिक सुरक्षासँग जोडेर हेर्छ। यो कुनै एउटा क्षेत्रमा मात्र फोकस गर्ने होइन, बरु सबैतिर एकैपटक परिवर्तन ल्याउने एउटा एकीकृत प्रयास हो। ठिक छ, कुनै पनि विकासको जग के हो त? पक्कै पनि त्यहाँका मानिसहरू हो। त्यसैले यो योजनाको पहिलो पिलर नै मानवीय पुँजीमा केन्द्रित छ। खासमा भन्नुपर्दा शिक्षा र स्वास्थ्यमा ठूलो लगानी गर्ने कुरा हो यो। यहाँ एउटा एकदमै रोचक कुरा के छ भने शिक्षा र स्वास्थ्य दुवैमा एउटै लक्ष्य छ, आत्मनिर्भरता। चाहे पढाइको लागि होस् वा उपचारको लागि, रूपन्देहीका मानिसहरूले राम्रो सुविधा खोज्दै जिल्ला बाहिर भौतारिनु नपरोस्। लक्ष्य भनेको रूपन्देहीलाई ज्ञान र उपचारको लागि गन्तव्य बनाउने हो, यहाँबाट बाहिर पठाउने ठाउँ होइन। अनि यो लक्ष्य पूरा गर्न योजनाले केही निकै ठूला र महत्वाकांक्षी प्रोजेक्टहरू अघि सारेको छ, जस्तै कि बुटवल मेडिकल कलेज, 1200 बेडको विशाल लुम्बिनी प्रादेशिक अस्पताल अनि लुम्बिनी वाणिज्य क्याम्पसलाई विश्वविद्यालय बनाउने कुरा। यी खाली भवन मात्रै होइनन्, यी त जिल्लालाई ज्ञान र स्वास्थ्यको हब बनाउने आधारस्तम्भ हुन्। ल मानिसहरू स्वस्थ र शिक्षित भए अब के चाहियो त? हो रोजगारी र अवसर हो। ठ्याक्कै यहीँनेर आउँछ योजनाको दोस्रो पिलर, आर्थिक इन्जिन, जसले जिल्लाको समृद्धिमा इन्जिनले जस्तै गति दिने लक्ष्य राखेको छ। यो केवल पैसा खन्याउने कुरा मात्रै होइन, बरु एउटा समृद्धिको चक्र वा साइकल अफ प्रस्पेरिटी बनाउने योजना हो। पहिला लगानी भित्र्याउने, त्यसपछि त्यो लगानीलाई आइटी र स्टार्टअप जस्ता नयाँ क्षेत्रमा लगाउने, र अन्तमा रूपन्देहीलाई एउटा क्षेत्रीय आर्थिक केन्द्रकै रूपमा स्थापित गर्ने। हेर्नुहोस् त कसरी हरेक कदमले अर्कोलाई बल दिन्छ। यो योजनाको अर्को राम्रो पक्ष के हो भने यसले कुनै एउटा बाटोमा मात्रै भर पर्दैन। एकातिर मोतीपुर जस्ता ठूला औद्योगिक क्षेत्र र सिमलारमा कृषि बजारको कुरा छ भने अर्कोतिर आधुनिक स्टार्टअप र परम्परागत सिपलाई पनि उत्तिकै महत्त्व दिएको छ। मतलब लक्ष्य एउटा यस्तो अर्थतन्त्र बनाउने हो जुन चौतर्फी रूपमा बलियो होस्। तर एकछिन सोच्नुहोस् त, यी सबै उद्योग, यो बढ्दो जनसङ्ख्या, यसलाई धान्ने केले? पूर्वाधारले। किनभने बलियो जग बिना त कुनै पनि घर टिक्दैन, होइन र? हो, योजनाको तेस्रो पिलर यही जग निर्माणमा केन्द्रित छ। यो नम्बर हेर्दा सामान्य लाग्न सक्छ, 13/33 केवी, तर यसले एउटा निकै ठूलो भविष्यतर्फ संकेत गर्छ। कर्साघाटमा बन्ने यो विद्युतीय सबस्टेशन आजको आवश्यकताको लागि मात्र होइन, अबको 50 वर्षसम्मको औद्योगिक र शहरी विकासलाई चाहिने ऊर्जा दिने हिसाबले डिजाइन गरिएको छ। यो त सिधै भविष्यमा गरिएको लगानी हो। र यो बिजुलीको कुरा मात्रै पनि होइन। सिद्धबाबाको सुरुङ मार्ग, फराकिला राजमार्गहरू, तिनाउ नदीमाथि बन्ने सिग्नेचर ब्रिज अनि बिजुली र इन्टरनेटका तारहरूलाई भूमिगत बनाउने काम, यी सबै परियोजनाहरूको एउटै लक्ष्य छ, रूपन्देहीलाई सहज र आधुनिक रूपमा जोड्ने, जसले व्यापार गर्न र बस्न दुवैलाई सजिलो बनाओस्। यो योजनाको अर्को एउटा दूरगामी सोच के छ भने यसले शहरहरूलाई छुट्टा छुट्टै टापुको रूपमा हेर्दैन, बरु बुटवल, तिलोत्तमा र सैना मैना जस्ता नगरपालिकाहरूलाई एकीकृत गरेर एउटा ग्रेटर लुम्बिनी एरिया वा बृहत लुम्बिनी क्षेत्र बनाउने परिकल्पना गरेको छ, जहाँ विकास छरपष्ट होइन, योजनाबद्ध र एकरूप होस्। ल
राम्रो पूर्वाधार बन्यो, अर्थतन्त्र पनि बलियो भयो, तर के यतिले मात्रै पुग्छ त? पक्कै पुग्दैन। यी सबैलाई टिकाउन निष्पक्षता र स्थायित्व चाहिन्छ। हो, यहीँनेर आउँछ चौथो र अन्तिम स्तम्भ, सुशासन, जसले पूरै प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने काम गर्छ। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, यो केवल एउटा आकर्षक नारा मात्र होइन, यो पूरै योजना अडिएको आधार स्तम्भ हो। किनकि जबसम्म जनताको विश्वास र स्रोतको सही उपयोग हुँदैन, कुनै पनि विकास दिगो हुन सक्दैन। अनि यो निष्पक्षताको प्रतिबद्धता विभिन्न क्षेत्रमा देखिन्छ, जस्तै कि वर्षौंदेखि भूमिहीन रहेकाहरूलाई जग्गाको स्वामित्व दिनेदेखि लिएर सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सरकारलाई जनताप्रति सिधै जवाफदेही बनाउनेसम्म। अन्तिम लक्ष्य भनेको एउटा यस्तो समाज निर्माण गर्नु हो जहाँ सबैले न्याय र सुरक्षाको महसुस गर्न सकुन्। ओके, यति धेरै योजनाहरू, यति धेरै पिलरहरू, तर अब प्रश्न उठ्छ, यी सबै टुक्राहरूलाई जोडेर बन्ने अन्तिम चित्र चाहिँ कस्तो हुन्छ त? आखिर यो खाकाको खास लक्ष्य के हो? यसको जवाफ यी घुमिरहेका गियरहरू जस्तै हो। हरेक स्तम्भ, मानिस, अर्थतन्त्र र पूर्वाधार एक अर्कासँग जोडिएका छन् र सँगै घुम्छन्। अन्तिम लक्ष्य भनेको एउटा आत्मनिर्भर र समृद्ध रूपन्देही निर्माण गर्नु हो, जहाँ विकासका सबै पाङ्ग्राहरूले एक अर्कालाई बल दिँदै अघि बढ्छन्। तर जहिले पनि एउटा तर बाँकी रहन्छ। कागजमा कोरिएको सुन्दर योजना र जमिनको कठोर वास्तविकतामा अक्सर फरक हुन्छ। यस्तो महत्वाकांक्षी खाकालाई साँच्चै वास्तविकतामा बदल्न के कुरा आवश्यक पर्छ होला? यो सायद सबैभन्दा ठूलो र महत्वपूर्ण प्रश्न हो।